शब्द भर्नुहोस्। खनिज, प्रसारण, धातु, फलाम यी शब्द दिएको छ। यी शब्दबाट हामीले यहाँ दिएका तीनवटा प्रश्नमा जुन जुन खाली खाली भाग छन् नि अर्थात् खाली खाली ठाउँ छ नि त्यसमा हामीले यहाँबाट दिएका शब्दमा मिल्ने शब्द भर्नुपर्ने छ। प्रश्न क, धातुबाट ताप र विद्युत सजिलै डडट हुन्छ। धातुबाट ताप र विद्युत सजिलै, यहाँ दिएकोमा प्रसारण भन्ने शब्द चाहिँ सही हुन्छ अर्थात् धातुबाट ताप र विद्युत सजिलै प्रसारण हुन्छ। प्रश्न ख, फलाम, तामा, सुन आदि डडटका उदाहरणहरू हुन्। फलाम, तामा, सुन आदि के का हुन् त? हो, धातुका उदाहरणहरू हुन्। त्यहाँ दिएको शब्दमा धातु शब्द चाहिँ सही उत्तर हुन्छ। प्रश्न ग, डडरलाई कार्बनसँग मिश्रण गरी मिश्रित धातु इस्पात जसलाई भन्छ हामी स्टिल बनाइन्छ। तपाईहरुले उत्तर जान्नु पर्यो। के हो त यहाँ? खनिज होइन। यसको सही उत्तर हुन्छ फलाम। फलामलाई कार्बन